हेलो साथी वेलकम ब्याक टु माई च्यानल वन्स अगेन होइन आज पनि हामी चटासँगले आइसकेका छौँ फाइनली हाम्रो सोल्टी लुङ्गाको घर होइन अनि अब दाना त अब सोल्टीकै अब कुरा गरेर आइन्छ होइन तर यहाँ भेट चाहिँ धेरैजनासँगै हुन्छ हाम्रो भाइहरू हुनुहुन्छ यता हाम्रो सलमा हिरोनी के हो लिची चाहिँ सबै छैन मलाई ए खोइ यता छ नि साँच्ची ल गाइस हेर्न म आउनु मात्रै पर्छ यहाँ सलमाले चटासँगले परबाट चोरेर ल्याइदिएको अरे क्या मेरो लागि आमामा ल साथी अहिले चाहिँ हामी टक्कसँगले रेडी भएर अब निस्किसकेको छौँ यहाँ हाम्रो साथमा छ यहाँनिर हाम्रो के छ सोल्टीको सरप्राइज गिफ्ट अरे अब भरे त्यहाँनिर एक्सप्लोर गर्न नमिल्ने अहिले होइन भरे मात्रै हुन्छ अरे यता हाम्रो सोल्टी रेडी भएर निस्किसक्नु भएको छ यता हाम्रो भाइको नाम के भयो आदित लिम्बू अब लुङ्गा आत्तो पिग्यो हाम्रो आदित भाइ अनि अर्को एकजना भाइ पनि आउँदै हुनुहुन्छ हामी चाहिँ चेटासँगले अब निस्किन लागेको हामी चाहिँ अब एकैचोटि जङ्गलमा स्कुलमा गएर तपाईँहरूलाई भेट्नेछौँ दामी ठाउँ छ होइन आँपझोडा भन्ने ठाउँ गलेटाङको बिचमा पर्छ त्यहाँ चाहिँ खतरा ठाउँ छ क्या हात्ती पनि पाउन सक्छ होइन माछा गङ्गटा झिँगे माछा सबै कुरा पाउँछ हात्तीले खेदा हुन्छ अलिक गाह्रै हुन्छ होइन अब हात्ती भेटेन भने चाहिँ रमाइलो हुन्छ अनि हाम्रो केटाहरू रेडी भएर होइन हाम्रो यता छ मच्छरहरू हात्तीलाई मच्छर भेट्दै दिइहाल्छ नि हामी चाहिँ खेरुवामा छौँ हाम्रो अर्को राजा पनि आइसकेको छ हाम्रो भाइ वेलकम छ मेरो भाइमा हाम्रो भाइलाई पनि होइन ल ल साथी हो हामी चाहिँ अहिले जङ्गल आइसकेका छौँ होइन हाम्रो बाटो अलिकति अवरुद्ध रहेछ हाम्रो लुङ्गाहरू चाहिँ यता हुनुहुन्छ हाम्रो सोल्टा भाइ अनि हाम्रो यता मेरो सहकर्मी मेरो क्यामराम्यान यता सहकर्मी अरे ल हामी चाहिँ पुग्न हालेको छौँ होइन अगाडि हिँड्ने कि म हिँड्ने त्यहाँ त ठुलै बोल्नुपर्छ न त बुझ्दैन होला म ठुलै बोल्छु ल आउनु सोल्टी ल साथी फाइनली हामी चाहिँ आइसकेका छौँ होइन हामीले बाइक त्यहाँनिर पार्क गऱ्यौँ दुइटै बाइक अनि हामी चाहिँ झर्दैछौँ आँपझोडातर्फ अनि मेरो साथमा यहाँ के भन्नुहुन्छ होला यो चाहिँ पावर ब्याङ्क है केही पनि होइन अरू चाहिँ खानेकुरा चाहिँ केही ल्याएन हामीले हतारमा एकछिन भनेर आएको है यस्तो घारी भएछ क्या एकदमै दामी थियो पहिले चाहिँ अहिले अलिकति अर्कै भएको छ पानी कस्तो छ म तपाईँहरूलाई देखाउने छु यस्तो घारी भएछ हो चल्न हिँड्नलाई पनि गाह्रो के ओ पानी कस्तो छ हौ त्यहाँ फोहोर छ क्या पानी सफै छ धम्ने नभए यस्तो काठहरू पल्टाउनु पर्छ यस्तो छ हाम्रो आँपझोडामा चाहिँ ल यो त्यो झोलामा राख्नु त साथी आउने साथ हामीले चाहिँ झिङ्गे माछाबाट उद्घाटन गरिसकेको छौँ हाम्रो खै भाइ देखाउ यता आमामा भाइ भन्दा बुढो रहेछ झिङ्गे माछा है कत्रो कालो कालो हौ कुदोबाट आउनुपर्छ क्या धमिलो हुन्छ झिङ्गे माछा हामीले पक्रिसकेको छौँ ल डाइनोसरको बच्चा टोली ल झिङ्गे हालौ झिङ्गे हाम्रो यता बाल्टा छ अब यो चाहिँ भर्नुपर्ने हुन्छ हामीले होइन हामी तलबाट यसरी त ओह्रालो त धमिलो हुन्छ कि डाँडै डाँडाको तलबाट आउँदा चाहिँ हुन्छ त्यो छ साथी हो हाम्रो के गङ्गडा छ ग्राफ खोइ हिरो ल यसलाई निकाल्नुपर्छ जसरी हो भने त्यो हुन्छ गाई चाहिँ हाम्रो चाहिँ जङ्गलभित्र हो त झिङ्गे ऊ मैले भनेको त छिटो गर भन्दा मान्दैन ए हुँदा सिकारी हाम्रो भाइलाई लिएको छु हो भाइहरूले पक्रेको एकैछिनमा छ गङ्गटा झिङ्गे दामी छ तर लास्टै गर्मी क्या ल साथी हामीले चाहिँ यहाँ फाइनली भेटिसकेको छौँ ग्राफ होइन टोक्छ यहाँ अर्को छ अर्को एकछिन मालपानी यो छ बुढाबुढी होला है ल त्यसलाई दिनु नमारी हाल्नु ट्यापो पक्रिनु के डोडाको पन्चा लगाइरहेको छ यहीँ छौ यहीँ एकछिन देख्नु त पर्यो न मैले पक्रिनु त आमा लाउने म पक्रिन्छु भन्दा पनि दिँदैन हराउला यहाँ छ यहाँ च्यापो पक्रिनु त हो त्यही छ बिस्तारै भिडियो गर नि गरिरहेको छु त भाग छ दुलोतिर छिर्ल पक्रिनु उता पन्चा छ त पक्रिनु न
कतिको टोक्दो रहेछ चेक गर्नु त पन्जामा दुलो बनाउँदिन पन्जा अब बनाउँदैन बनाउँदैन तेरो अब ए पक्रियो 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 गङ्गटा ओइ मा क्या डर बच्चा छ रहेछ बच्चा रहेछ मच्छै बच्चा रहेछ मोबाइल टोक्छ नि फेरि यसले हामीले चाहिँ ल उद्घाटन गरिसकेको छौँ होइन गङ्गटा पक्रेर अब यस्तो गर्नुपर्छ है अहिले तल गएर यस्तो यत्तिकै उयोहरू छ कि त्यहाँ यहाँ चाहिँ मान्छे धेर हुने र त्यति हिँड्दैन क्या तलतिर हुन्छ क्या यस्तो दाउराको चेप छ खोइ यहाँ छ ल ल ल एकै ठाउँमा तिनवटा है आमामा बब्ली 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 हे टोक्नु खोजेको हेर न अहिले यो भात नि त हो त टोक्ने पक्रिने यसरी यो भात्नुपर्छ क्या त टोक्ने चाहिँ यो खाँदा पनि हुन्छ यो यत्तिको ठिक्क खान लायकको छ क्या कलिले कलिले दामी हुन्छ दामी ल मेसरे लु त्यो टोक्ने बिना त कस्तो देखिँदो रहेछ हेर्नुहोस् त ओ माइला गट हेलिकप्टरको पंखा बिना कस्तो देखिन्छ त्यस्तै हेलिकप्टर हेलिकप्टर भन्दा उडे जस्तो भनियो त यस्तो छ है हाम्रो है टेरीका त्यो पनि पल्टाइदिनु न ल ल ल के टोको कि होइन माउरै छैन आमा बच्चा हेर यता थोरै छैन यहाँ बच्चा चाहिँ छोडिदिउँ टेरीका ल बच्चा पखालेर त्यो छोडिदिउँ न है टेरीका यतिखेर बच्चा फैलाउने यो समय रहेछ है दाइले चाहिँ अब हाम्रो डाइट भन्दै काँचै पनि हानिदिन्छ क्या हाम्रो चाहिँ खतरा छ होइन वन मान्छे पहिले जङ्गलमै बसेर हुर्केको भन्छ फेरि गफ हानेको क्या पाहाडमा अब यो खाइदिने बोसो आमा यो भरे यस्तो दामी हुन्छ भुटेर खै खै यो खै के हो यो के हो औषधि पनि हो यो एकदम अर्ग्यानिक जडीबुटी हो यसो गर्ने टाउको फ्याल्न ठ्याक्क सफा गर्ने अनि यो चाहिँ गङ्गटाको उयो हो आमा हेलो कुलुलुलु गर्नु गर्न साँच्चीकै निल्नु पर्यो नि मिठो भयो यो त गङ्गटाको सोल्टीले चाहिँ गङ्गटाको ल गङ्गटाको मालपानी खाइदियो तैँले होइन अब चाहिँ हामी धमिलो भयो तल गएर घुमेर आउनुपर्ने हुन्छ आमामा कत्रो यो त है ए नगर्नु न सेफ्टी लगाएर पुरा त पन्जा लगाएर कत्रो ठुलो छ यसको चाहिँ हात दिने त अर्कै कस्तो चेप्छ आमा दामी चेप दिन्छ सानो सानो छैन ए प्रिय तिमीलाई अब अघि छोड्दै नि त अनि पत्ता लेख्छौ नि समातेर चाइनिजकोमा क्या कत्रो यसको त बच्चा छैन नि भाले हो भाले रहेछ ल त्यसको टोक्ने चाहिँ भात हो नि कत्रो छ है खानेमा खाऊ भिटामिन हुन्छ यो खै डन्ट खानेमा यो भिटामिन गाई छ यही है हाम्रो त मेल मालपानी भनेको यो मिठो भनेको फेरि यो हो नि बोसो हुन्छ क्या यसमा चाहिँ अझै चल्दैछ हाम्रो सी फुड सानो छैन सिफा अहिले होइन भरे अहिले मैले खायो भने केटाहरू रिसाउँछ त्यही भएर अहिले खानु हुँदैन पानी खाइदे आमा भाइले पनि खाइदे त्यही हो क्या माल एकदम प्योर मिठो छ पकाएर पनि त्यही खाने नै हो एकदम गाईहरू यो हस्पिटल नपर्ने पनि औषधि है त्यो भनेको त कहाँ यहीँ मात्रै पाउँछ अरू कहीँ पाउँदैन अरूतिरको गङ्गटामा यस्तो टेस्ट नै हुँदैन क्या यति भिटामिन जङ्गलको जस्तो ल तल जाउँ सानो छैन है सानो छैन खुट्टा त यसको टायर चेप्ने ल नभाँचिहाल्नु ल साथी हो यहाँ हेर्नुहोस् यहाँ मेरो लागि टक्क मलाई वेट गरेर बसेको छ यो चाहिँ बवाल छ क्या यसलाई चाहिँ पक्रिने तरिका भनेको चाहिँ ए मासु मुनिबाट पक्रिहाल्नु छिटो खै हो उन्कायो ए कता मास हात हानिसक्यो उन्कायो टोको 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 भन्छ लाउने हेर न हे दुलो पारिदिरहेको छ यहाँ हेर न ए तेरिका ए दुलो पारिदियो दुलो 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 पार्छेस् बजिया तँलाई म छोडिदिनु आया ल एउटा भाँचे पक्रा भाइ
आमा यहाँ यस्तो दुलै पारिदियो अर्कै पार्छ त अनि यस्तो छ साथी सजिलो छैन पन्चा लाउँदा पनि आमामा दुलो पार्दा छोड्नै मान्दैन छोड है छोड यहाँनिर छिटो पक्रियो पक्र छिटो न खै ए आई बाहिर फैलिन्छ यहाँ पक्र लु पक्र त्यहीँ ल देखा भिडियो अर्को पक्रेर ल ल ल ल गाइस गाइस ब्याक टु ब्याक राख्दै खाद्य बेला यतिकै उहाँका दुलै पार्दै अर्को पनि फेरि आमा अर्को पनि छैन back to त सानो फेरि ब्याक टु ब्याक ल अब आधा ठुलो ठुलो एउटा ठुलो छ यसको हात ल यी एउटा पनि ठुलो छ हात ल ओ भाइ मोमो कत्रो ठुलो छ हेर न एउटा हात ए साथी हो पक्रे पक्रे सधैँ छन् यसको ठुलो यार हात बबाल छ यसको चाहिँ ल यो पनि बस भाइ ए सानो स्का भेटेर अरे साथी हो यो चाहिँ हाम्रो चाटासँगले हेर्नु होला यहाँ यसले तपाईँको हात यहाँ राख्नुभयो भने यसले चटै पारिदिन्छ होइन बरै कडा छ अनि यो चाहिँ भनेको हाम्रो अब लास्ट छ यो लास्ट वान हो होइन अब हामीले सबै प्याक स्याक गरिसकेको छौँ अब हामी निस्किनु पर्ने हुन्छ रात पर्न आँटेको छ फाट लाइनमै छौँ अहिले पनि अहिले हामी आँप झोडामा हाम्रो सोल्टी दाजुलाई खै अलिकति किस खुवाइदिउँ त खोइ नाक नाक दाँतमा टोकाउँ न दाँत ल साथी त्यही हो अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ रात पर्न आँटेको छ बाटो टाढै छ अब यसलाई लगेर चेटोसँगले हात्ती सुडेलाई केलाएर अनि हाम्रो चाहिँ हाम्रो पनि यहीँ केलाएर गएको टाइम हुँदा दामी हुन्थ्यो है अब घरमै लगेर चट्ट भाइहरूले व्यवस्था गरिहाल्छ हामी चाहिँ अब निस्किनु पर्ने हुन्छ ल गाइस अब हामी निस्केको है त